पूरा फुल्ली रहेन सेकेन्ड डे को पेन्ट भइरहेछ यहाँले हेलो एभ्रीवान जोडले इट्स मिसीमा न्यू डे न्यू ब्लग चाहिँ भन्दैन न्यू डे एनदर ब्लग अनि यो यही आजको बिहान ब्लग चाहिँ मैले आरती घर गएको बनाएको थिएँ र तपाईहरुसँग चाहिँ आरामै हुनुहुन्छ भनेर अपेक्षा राख्दै म ब्लगलाई फेरि पनि अगाडि बढाउन चाहन्छु र यहाँ हुनुहुन्छ अनिल हेर्नु न कस्तो बोर भयो बाइक लान खोजेको थिएँ पापाको बाइक ल्याएको थिएँ उताबाट चाहिँ आजकल चाहिँ डन्डामा पनि दरो चेकिङ छ अरे अनि प्लस यता गिरबारीबाट जान लागेको चोरीबाट त्यहाँ पनि दरो चेकिङ छ अरे भन्ने सुन्यो अनि त्यही भएर हामीसँग चाहिँ लाइसेन्स छैन नि त अनिलसँग नेपालको चाहिँ छ सरी इन्डियाको चाहिँ छ नेपालको चाहिँ छैन अनिलको त्यही भएर गाह्रो हुने भएर चाहिँ हामीले चाहिँ ब्याग लाने भएन अनि फेरि त्यही भएर हामी चाहिँ अहिले अमृतसर घरबाट हिँड्दै आएको छौँ अब कहाँ गाडी पाइन्छ त्यहीँ झ्यालझिप चढ्ने भनेर अनि विराजलाई फोन गरेको विराज चाहिँ चोरमारामै रहेछ नि त अनि विराजले चाहिँ म लिन आउँछु भनेर भन्नुभएको छ हेरौँ कतिखेर आउँछ हाम्रो सोल्टी चाहिँ अनि हामी चाहिँ अहिले चाहिँ तपाईँलाई मैले भनिसकेँ उता डन्डाबाट चाहिँ मेरो दिदी लिन आउनुहुन्छ अनि डन्डाबाट फेरि गाडी चेन्ज गरेर फेरि काउसदिदीलाई निक्लिनु पर्ने हुन्छ डन्डामा चाहिँ यता दिदीलाई पनि लिएर जानेछौँ अनि काउसदिदीबाट दिदी नै आउँदै हुनुहुन्छ दुईवटा दिदीहरू हुनुहुन्छ अब चाहिँ अनि सो त्यही भएको कारणले गर्दा चाहिँ अब हेरौँ दिदीहरूलाई भेट भएर चाहिँ म तपाईँहरूसँग भेट्छु अनि गाडी यताउति चढ्नै छ अनि विराज राम्रो बाटो छ धेरै घाम छैन हिँड्न पनि सजिलो छ धेरै घाम जस्तो दिल्लीमा इन्डियामा जस्तो घाम हुन्छ नि यहाँ हिँड्नै मिल्दैन के ठिकै छ रोडहरू अनि हेरौँ अब कस्तो हुन्छ तपाईँहरूलाई म अपडेट दिइराख्छु नि त के हजुरको ज्यान हेरेर थाहा हुन्छ खै ट्याटु देखाउनु ए भगवान् खै ट्याटु देखाउनु ए भगवान् ठिक छ होइन ठिक छ खै देखाउनु हजुरको ट्याटु डर लाग्दो कति धेरै कभर गरेको र कति धेरै कभर अनि हेलो पनि छैन यस्तो भाउ खाएको अब चाहिँ अनिल ओइ चेकिङ त छैन नि भेना अनि के हिँड्दैन आएर कोसँग आउनु त अनि बाइकमा आउँछु भन्थ्यो त सबैले भनिरहेको थियो नि त छैन साथीहरू अब यहाँबाट चाहिँ चोरमा जानुपर्छ चोरमाराबाट फेरि गाडी चढ्नुपर्छ डन्डासम्म डन्डापछि फेरि त्यहाँबाट दिदीलाई पिकअप गर्छ हामीले चाहिँ त्यसपछि फेरि उता जानुपर्छ अब यिनीहरू लाल जोडीको होइन जसरी तुलसाको र मेरो बोन्डिङ राम्रो थियो यिनीहरू दुइटाको फेरि यस्तो छ आएको दिनबाट भेट नभएको सीमा विराजलाई भेट्न जाऊँ भनेर हैरान यिनीहरूको ल पर्यो साथीहरू विराजले चाहिँ हाम्रो डन्डासम्मै छोड्ने भयो किनकि अहिले मैले तपाईँलाई भनिसकेँ नि डाउनेमा जाम भएको कारणले गर्दा चाहिँ गाडी पाउन धेरै मुस्किल छ अनि त्यही भएर चाहिँ विराजले चाहिँ भन्नुभयो म आफै डन्डासम्म म भन्नुभएको थिएँ काउसदीसम्मै छोड्न जान्छु भनेर तर डन्डा दिदीलाई उठाउनु पर्ने भएको कारणले गर्दा चाहिँ हामीले चाहिँ डन्डासम्मै छोड्नलाई चाहिँ अनुमति गरेँ हल्ला अनि यस्तो छ क्या यति कस्तो ल परेको एकदम झलझलिया हामीसँग कमेडी भयो साथीहरू यहाँहरू न विराज कस्तो कमसेकम यात्रामा हिँड्दा त गाडीमा अब के पेट्रोल हालेर हिँड्नुपर्छ यार कस्तो भिखारी जस्तो भयो हामी त धन्न राम्रो कुरा त के हो कि पेट्रोल अगाडि नजिक छ यहाँ होइन अहिले चाहिँ मैले चाहिँ मेरो दिदीलाई पनि भेटिसकेँ कस्तो लदाएको अब यहाँबाट चाहिँ काउसे जान्छ अनि हाम्रो चाहिँ बिचमा पेट्रोलहरू खतम भएको थियो नि त अनि त्यही भएर डन्डाबाट चाहिँ उसले चाहिँ पेट्रोल लिएर विराज र अहिले अनिल चाहिँ सँगै आउँछ हामी चाहिँ तसलाई चाहिँ यता काउसतीको दिदीलाई बोलाम
अनि त्यसपछि के हुन्छ होइन म तपाईँहरूलाई अपडेट दिइराख्छु। चाहिँ हामी गाउँसदीमा छौँ। यहाँ दोकानमा आइसक्यो। दिदी हुनुहुन्छ उहाँ चाहिँ। आजको न्युटाहरू पुरा फुल्लिरहेको हेर्नु कति दुख्छ कति दुख्छ नि। अझै सुन्नु हजुरलाई अरू भन्दा पनि यस्तोमा दुख्यो होला कि यो जुन बक्स अनि हजुर रात भन्नु ए भगवान् यो चाहिँ सेकेन्ड डेको मेरो निमाको हामी चाहिँ बिहाको साडी किन्न आएको छौँ। साथीहरू अहिले चाहिँ हामी चाहिँ लगभग दिदीहरूको चाहिँ सबै सामानहरू सके। अब मेरै मात्रै टेन्सन छ। अब चाहिँ म अब धेरै मन नडुलाइकन एउटा दोकानमा गएर किन्नेवाला छु होइन। अनि हेलो गर छोरो यो दुब्लो भएको क्या आजकल हाई गर न। मेरो फुपूको छोरी हो कि यो अझ यो मेरो बिहेमा कालो हुन्छ भनेर यस्तो जकेट लाएर हिँडिरहेको छ कि गर्नु ओइ मलाई यसले भनेको। तेरो अहिले चाहिँ सबै साडीहरू किनियो। अहिले चाहिँ म देखाउँदिनँ म त्यो रिभिल गर्दिनँ। अब म हजुर चाहिँ डाइरेक्ट बिहेकै दिनमा रिभिल गर्छ। यस्तो बवाल लाग्यो मलाई चाहिँ होइन। अनि त्यसपछि यहाँ चाहिँ अहिले चाहिँ हामी यहाँ नास्ता खान आउँदैछ किनकि लास्ट टाइम पनि यहाँ आएको यस्तो बवाल बनाउनु भएको थियो। अनि सो हाम्रो चाहिँ अब काम चाहिँ भ्यायो। अब काम चाहिँ भ्यायो। अब चाहिँ डाइरेक्ट अब घर जाने हो नास्ता खाएर। अनि फेरि के हो नास्ता खाएर अनि यसले चाहिँ मलाई मकै पठाइदिन्छु भनेको थियो कि तर अहिले चाहिँ हामी चोरीबाट जाँदैछौँ। मिठो लाग्यो नि तर त्यो टाइममा तुसा छ तुसाको सट्टा यो छ अहिले। हाम्रो चटपट बनिसकेपछि म तपाईँलाई देखाउँछु है त। मिस भएको मान्छेहरू पनि भेट भयो खै देख हुन्न मेरो र त्यस्तो हुन्न मेरो त्यस्तो हुन्न ल रिभ्यू दिएर अरे यार ओसिन्छ कि एउटा एउटा हालेर खाऊ केटी केटी हो त्यस्तो ए त्यो होइन त्यो पागलपन्टी हो त्यो। मैले यसरी बिचरा पानीवाला दिदी पनि घर जान लानुभयो। बिराज र अनिल चाहिँ जाँदैछ उता हामी चाहिँ यता जाँदैछौँ। हेलो एभ्रिवान लेट्स मी सीमा न्यू डे न्यू ब्लग वेलकम ब्याक टु माई च्यानल। साथीहरू तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आरामै छु होइन। अनि आज चाहिँ बिहानीको सुरुवात के कामले भइरहेछ भन्दा चाहिँ हाम्रो चाहिँ यहाँ गइरहेको छ। अब चाहिँ बिहा आउन धेरै दिन छैन। अब 8 दिन मात्र बाँकी छ। 8 दिनमा फेरि हामीले यो पेन्ट गरेर सकाइदिनु पर्ने हुन्छ। अनि त्यही भएको कारणले गर्दा चाहिँ हाम्रो चाहिँ बिहानीको सुरुवात पेन्टिङबाट भइरहेको छ। अनि अनिल चाहिँ भर्खर उठेको। मैले चाहिँ उसलाई ब्लग बनाइदेऊ भनेको थियो। ब्रस गर्न जानुभएको थियो अनि मजा आइरहेछ। लगभग बिहेको कपडाहरूको लागि चाहिँ सपिङहरू सबै सक्यो साथीहरू। अब त्यही हो पार्लरमा भन्नुपर्ने छ र क्यामेरालाई पनि भनेको भन्न त। अब हेरौँ ससुराहरूलाई पहिला डिस्कस गर्छु म क्यामेराले कति भनेछ। अनि त्यही भएको कारणले गर्दा चाहिँ अब क्यामेरा भयो अनि कार भयो अब बसवाला भयो यिनीहरू नै मात्र बाँकी छ। अरू त लगभग सकियो हाम्रो चाहिँ होइन। अब त्यही त हो नि मेन भनेको कपडा हो अनि निम्तो दिन हो है। हिजो राति चाहिँ हामी रातिको 10 बजीसम्म त्यही सल्लाह गरिरहेको थियौँ कसलाई बोलाउने कसलाई नबोलाउने भनेर। अनि पेन्ट भइरहेको छ यहाँ चाहिँ धेरै भयो भने हुन्न। अनि यही हो ल। अब चाहिँ एकचोटि फेरि चोरमा झर्नुपर्छ म चाहिँ। ओ तलपट्टि गर्नुपर्छ कि नै मेरो गरेन त यार गर्नु त पर्ने होइन र। पेंटिंग वाला भाई साहब अभी शिवा ने बनाया था अब हम कर रहे हैं। शिवा को थोड़ा ब्रेक दे दिया हमने। तो हमारा शादी का बैनर निकलने वाले हैं। अब प्रिंट हो रहा है यहाँ पर धीरे धीरे। मैं और कुछ भी नहीं दिखाऊंगी आपको। ये दिखाऊंगी सीमा अनिल। हाँ बस इतना दिखा सकती हूँ। फोटो भी दिखाऊंगी बट हाँ अभी रिवील नहीं करूँगी। देखो अब आने वाला है आपको आप लोगों को डुग हो रहा होगा ना पर मैं नहीं दिखाऊंगी। मेरा नहीं दिखाने अभी है बहुत है। चलो दोस्तों देखो हमारा शादी का पूरा रेडी हो रहा है अभी। हाँ अच्छा है ना क्वालिटी। चलो बस में मिल जाए।